नेपाली लेखनलाई वैज्ञानिक र व्यवस्थित बनाउनका लागि नजिकको गर्दा हुन्छ। त्यसै नेपाली वर्ण विन्यासलाई नेपाली वर्ण विन्यासमा कुन प्रकारको सुधार गर्नुपर्दछ भनेर एउटा मार्गनिर्देशन गरे। साहित्यतर्फ उनले कविता लेखे, समालोचना लेखे, निबन्ध लेखे, कथा लेखे र समालोचना लेखेर उनले इतिहासमा प्रथमपल्ट भानुभक्त आचार्यलाई उनले साहसका साथ के भने भानुभक्त आचार्य आदि कवि नभएर आदि प्रतिनिधि कवि हुन् भनेर उनले ऐतिहासिक रूपले प्रमाणित गर्ने उनले प्रयास गरे। यसैले साहित्य लेखे अनि घरैमा अध्ययन गरेका हृदयचन्द्र सिंह प्रधानले व्याकरण पनि लेखे। यो महान काम त्यसबेला उनले जुन गरे त्यसको जति प्रशंसा गरे पनि पुग्दैन र उनै महान प्रतिभाको नाममा स्मृतिमा स्थापना भएको यो पुरस्कारद्वारा सम्मानित हुनुहुने आजका प्रतिभा राम विनयलाई म बधाई ज्ञापन गर्न चाहन्छु। उहाँका कथाहरू मैले पढेको छु र एउटा कथा सङ्ग्रहमा मैले भूमिका पनि लेखेको छु र त्यो भूमिकामा मैले के भनेको छु भने राम विनय कथ्यको हिसाबबाट उनी सामाजिक यथार्थवादी कथाकार हुन् कथ्यको दृष्टिकोणबाट। तर उनका कथाहरू चाहिँ यदि हामीले प्राविधिक दृष्टिकोणबाट हेर्ने हो भने उनले के गर्न सकेका छन् त भन्दा एकातिर कथाको संरचना र अर्कोतिर कथाको रूप विन्यास जसलाई चाहिँ स्ट्रक्चर र टेक्सचर भनिन्छ, यी दुईटाको बिचमा चाहिँ समन्वय सन्तुलन कायम गर्न सक्ने एउटा क्षमता उहाँमा मैले पाएको छु भनेर मैले भूमिकामा देखेको छु। अब सामाजिक यथार्थवादी भन्दाखेरि झन्डै उहाँको यो धारलाई हामी हृदयचन्द्र सिंह प्रधानको कथाहरूको धारसँग जोड्न सक्दछ सजिलैसँग। तर हृदयचन्द्र सिंह प्रधानले त्यो बेलाको समाजका सत्यहरूलाई यथार्थहरूलाई प्रस्तुत गरे भने राम विनयले यो आजको समाजमा हामी के देख्छौँ भने जस्तो मेरो जन्मको धनकुटा हो तर मैले काठमाडौँलाई कर्मथलो बनाउनु मैले बाध्य हुन पर्ने छु। हामीले के हुन्छ के कस्तो प्रकारको एउटा नीति लिएर आएका छौँ भने त्यो भाग्यको निर्माणको निमित्त हामी घरभन्दा बाहिर निस्कन्छौँ। अब अहिले त अझ 7 समुद्र पारी जाने त्यो समेत एउटा प्रवृत्ति आइसकेको छ र यसले गर्दा हाम्रो पहाडमा कतै अथवा मधेसमा कतै हाम्रो घर हुन्छ तर धेरै पछाडि पुग्दाखेरि घरमा पुग्दाखेरि घरका मान्छेहरूले के भन्छन् भने त विदेशमा बसेर अथवा काठमाडौँमा बसेर तैँले धेरै कमाइस् होला त्यतै बस्न त किन आउँछस् यो घर भनेर हामीलाई न आफ्नो घर हुन्छ न यहाँको घर हुन्छ। यहाँ हामी परदेशमा विदेशमा यो डेरामा बसेका हुन्छौँ र आफ्नो घर भनेर जान्छौँ र घर भनेर जाँदाखेरि त्यो आफ्नो घर हुँदैन, न यताको हुन्छ न यताको हुन्छ। त्यो आजको परिस्थितिमा हामीहरूले आम रूपमा जुन प्रकारको एउटा नीति भोग्न परिराखेको छ यस्तो प्रकारको विषयवस्तुलाई लिएर उहाँले अत्यन्त मार्मिक कथाहरू लेख्नु भएको छ। म अत्यन्त प्रभावित भएर मैले भूमिका पनि लेखेँ र मैले फेरि म भन्दछु उहाँको कथामा संरचना र रूप विन्यासको सन्तुलन यो दुईटाको बिचमा सन्तुलन कायम गर्नलाई एकदमै गाह्रो छ। तर यो गाह्रो कामलाई पनि उहाँले सजिलैसँग उहाँले चाहिँ त्यसलाई सजिलो बनाएर कथाहरू लेख्नु भएको छ। उहाँ क्लिष्ट हुनुहुन्न, अत्यन्त सरल कथाहरू लेख्नुहुन्छ। त्यस कारणले
म आज जुन उहाँ सम्मानित हुनुभएको छ यसको लागि म उहाँलाई धन्यवाद दिँदै